सेन्टेन्स सकिएपछि होइन र, होइन र, हो नि जस्तो प्रश्न जोड्ने तरिका सिक्न चाहनुहुन्छ? आज यस्तै ट्याग क्वेसनको बारेमा सिकौँ। ट्याग क्वेसन भनेको स्टेटमेन्ट पछि जोडिएर आउने सानो प्रश्न हो। यसलाई पुच्छ्रे प्रश्न पनि भनिन्छ, किनभने स्टेटमेन्टको पुच्छरमा यस्तो खालको प्रश्नहरू जोडिएर आउँछ। यहाँ इक्जाम्पल दिएको छ। यो इक्जाम्पलहरू हेरौँ अनि त्यसपछि स्टेटमेन्ट के हो र ट्याग क्वेसन के हो भनेर तपाईँहरू स्पष्ट हुनुहुनेछ। यहाँ दुईवटा सेन्टेन्सहरू दिएको छ। दुईवटा सेन्टेन्सहरूमध्ये पहिलो सेन्टेन्समा यु आर अ स्टुडेन्ट लेखेर कमा दिएर आरन्ट यु भनेर अन्तिममा क्वेसन मार्क दिएको छ। यो सेन्टेन्समा त्यो कमाभन्दा अगाडिको ब्लू भाग चाहिँ स्टेटमेन्ट हो अथवा भनाइ वाक्य हो भने त्यो कमाभन्दा पछाडिको भाग ट्याग क्वेसन हो। यस्तै गरी दोस्रो सेन्टेन्समा ही क्यान स्विम स्टेटमेन्ट हो भने क्यान्ट ही भनेको चाहिँ त्यसको ट्याग क्वेसन हो। तपाईँहरूले इक्जाम्पल त हेर्नुभयो, तर कस्तो खालको स्टेटमेन्ट आउँदा कस्तो ट्याग क्वेसन हुने भन्ने कुरा अब तपाईँहरूलाई म देखाउँदैछु। अब भन्दैछु, भिडियो हेर्दै गर्नुहोला। रुल नम्बर 1 हेरौँ। यदि स्टेटमेन्ट पोजिटिभ छ भने ट्याग क्वेसन नेगेटिभ हुन्छ र यदि स्टेटमेन्ट नेगेटिभ छ भने ट्याग क्वेसन पोजिटिभ हुन्छ। जस्तै उदाहरणहरू हेरौँ। राम इज अ टिचर। यो चाहिँ पोजिटिभ स्टेटमेन्ट भएको हुनाले यसको ट्याग नेगेटिभ भयो, इजन्ट ही भयो। दोस्रोमा दे आर फ्रेन्ड्स अनि तेस्रोमा सी क्यान सिङ। यो दुइटै पोजिटिभ स्टेटमेन्ट हो, त्यस कारणले गर्दा ट्याग क्वेसन नेगेटिभ हुन्छ। अब अर्को उदाहरण पनि हेरौँ। त्यहाँ राम इजन्ट अ टिचर भनिएको छ। यो चाहिँ नेगेटिभ स्टेटमेन्ट हो, त्यस कारणले गर्दा त्यसको ट्याग क्वेसन पोजिटिभ हुन्छ। राम इजन्ट अ टिचरको ट्याग क्वेसन इज ही भयो। त्यसै गरी दे आरन्ट फ्रेन्ड्स, सी क्यान्ट सिङ, यो दुइटै नेगेटिभ स्टेटमेन्ट हो, त्यस कारणले गर्दा तिनीहरूको ट्याग क्वेसन पोजिटिभ हुन्छ। अब रुल नम्बर 2 हेरौँ। यो चाहिँ एकदम महत्त्वपूर्ण पार्ट हो, यसलाई एकदम ख्याल गरेर हेर्नुहोला। रुल नम्बर 2 रहेको छ, ट्याग क्वेसनको लागि एउटा प्रोनाउन चाहिन्छ। प्रोनाउन भनेको सर्वनाम र एउटा एक्सिलरी भर्ब चाहिन्छ। यदि स्टेटमेन्टमा एक्सिलरी भर्ब छ भने त्यही एक्सिलरी भर्ब प्लस प्रोनाउन गर्नुपर्दछ। जस्तै राम इजन्ट अ टिचर। यो स्टेटमेन्टमा एक्सिलरी भर्ब छ कि छैन? छ भनेपछि कुन हो एक्सिलरी भर्ब? इज। अब इज एक्सिलरी भर्ब भएपछि त्यो इजलाई पछाडि लैजानु पर्यो। अनि यो वाक्य पोजिटिभ हो कि नेगेटिभ हो? अगाडि एन्टी छ होइन, इजन्ट छ भनेपछि यो पक्कै पनि नेगेटिभ स्टेटमेन्ट हो भनेपछि यसको ट्याग के हुने भयो? पोजिटिभ हुने भयो। त्यस कारणले गर्दा इज अनि त्यस पछाडि प्रोनाउन चाहियो। अब यहाँ राम भन्ने नाउन छ, रामको प्रोनाउन के हुन्छ त? ही। यसरी राम इजन्ट अ टिचरको ट्याग क्वेसन इज ही हुन्छ। त्यसै गरी दोस्रो पनि हेरौँ। राम इज अ टिचर। यो स्टेटमेन्टमा एक्सिलरी भर्ब छ कि छैन? छ। कुन हो त? इज हो होइन। भनेपछि अब के गर्नु पर्यो? त्यो इजलाई पछाडि लैजानु पर्यो। अनि यो स्टेटमेन्ट पोजिटिभ हो कि नेगेटिभ हो? यसमा नट लागेको छैन, त्यस कारणले के हो त? पोजिटिभ स्टेटमेन्ट हो।
भनेपछि यसको ट्याग क्वेसन के हुने भयो त? नेगेटिभ हुने भयो। यसरी यसको ट्याग क्वेसन के हुने भयो त? इजन्ट ही हुने भयो। तपाईहरूलाई जानकारीको लागि बिचमै केही कुरा भन्न चाहन्छु। त्यो भनेको के हो भनेपछि यो ट्याग क्वेसन बनाउने बेलामा स्टेटमेन्ट सकिएपछि कमा लगाउनुपर्छ। अनि ट्याग क्वेसन नेगेटिभमा बनाइँदैछ भने त्यो एन अनि एपोस्ट्रोफी कमा टी लेखेर छोटकरीमा नेगेटिभ बनाउनु पर्ने हुन्छ। तपाईँले लामो बनाउन पाउनुहुन्न। जस्तै इजन्ट बनाउनु पर्ने हुन्छ, आरन्ट बनाउनु पर्ने हुन्छ, डन्ट बनाउनु पर्ने हुन्छ। तपाईँहरूले इज नट अथवा आर नट अथवा डु नट यस्तो बनाउन पाउनुहुन्न। अनि त्यसपछि अर्को कुरा प्रोनाउन नै राख्नुपर्ने हुन्छ। अगाडि नाउन आएको छ भने पनि पछाडि चाहिँ प्रोनाउन नै राख्नुपर्ने हुन्छ। जस्तै राम आयो भने त्यसको प्रोनाउन ही, बोइज आयो भने त्यसको प्रोनाउन दे, यस्तो जे पनि हुनसक्छ। र क्वेसन बनिसकेपछि अन्तमा क्वेसन मार्क लाउन पर्छ। अहिलेसम्म हामीले स्टेटमेन्टमा एक्जुलरी भर्ब हुँदा ट्याग क्वेसन कसरी बनाउन सकिन्छ भन्ने कुरा सिक्यौँ। अब यदि एक स्टेटमेन्टमा एक्जुलरी भर्ब छैन भने के गर्ने त? कसरी ट्याग क्वेसन बनाउने भन्ने कुरा सिक्छौँ। यदि स्टेटमेन्टमा एक्जुलरी भर्ब छैन भने मेन भर्ब हेर्नुपर्छ। यदि मेन भर्ब भर्ब 1 भए डु प्लस प्रोनाउन गर्ने, मेन भर्ब 2 भए डिड प्लस प्रोनाउन, अनि मेन भर्ब 5 भए डज प्लस प्रोनाउन गर्नुपर्दछ। अब इक्जाम्पलहरू हेरौँ है त। इक्जाम्पल छ राम प्लेज फुटबल। योमा एक्जुलरी भर्ब छ कि छैन? योमा एक्जुलरी भर्ब छैन भनेपछि अब मेन भर्ब हेर्नु पर्यो। योमा मेन भर्ब कुन हो? प्लेज। प्लेज मेन भर्ब हो किनभने यसले एक्सन देखाउँछ। अनि यो भर्बको कुन फर्म हो त? भर्ब 5 हो। प्लेज भनेपछि यो भर्ब 5 हो। अब भर्ब 5 भएपछि के गर्ने भनेछ? डज लगाउने भनेपछि अब डज लगाउनु पर्यो। अनि यो स्टेटमेन्ट पोजिटिभ हो कि नेगेटिभ हो? पोजिटिभ हो भनेपछि अब यसको ट्याग के हुनु पर्यो त? नेगेटिभ हुनु पर्यो। अब त्यस पछाडि एन एपोस्ट्रोफी टी लगाएर डजन्ट बनाउनु पर्यो। अब चाहियो हामीलाई प्रोनाउन। अब प्रोनाउन त यहाँ छैन, राम भन्ने नाउन मात्रै छ। अब रामको प्रोनाउन के हुन्छ त? ही, हैन? यसरी राम प्लेज फुटबल भन्ने स्टेटमेन्टको ट्याग क्वेसन डजन्ट ही हुन्छ। अब दोस्रो इक्जाम्पल पनि हेरौँ। योमा एक्जुलरी भर्ब छ कि छैन? छैन। छैन भनेपछि अब हामीले के हेर्नु पर्यो त? मेन भर्ब नै हेर्न पर्यो। मेन भर्ब कुन हो त? स्पिक। स्पिक भनेको बोल्नु। स्पिक भर्ब 1 हो कि भर्ब 2 हो कि भर्ब 5 हो? यो भर्ब 1 हो, हैन? त्यस कारणले गर्दाखेरि के हुने भयो त? पछाडि ट्याग क्वेसन बनाउने बेलामा डु प्रयोग गर्नुपर्ने भयो। अनि यो स्टेटमेन्ट पोजिटिभ कि नेगेटिभ? पोजिटिभ हो, हैन? त्यस कारणले गर्दा पछाडि नेगेटिभ बनाउनु पर्यो। नेगेटिभ बनाउँदा के हुने भयो त? डोन्ट हुने भयो। अनि प्रोनाउन के छ त? यु छ। त्यस कारणले यसको ट्याग क्वेसन डोन्ट यु भयो। तेस्रो इक्जाम्पल पनि माथिको रुल अनुसार छ। योमा एक्जुलरी भर्ब छैन, यसमा मेन भर्ब नै छ। प्लेड मेन भर्ब हो। प्लेड भनेको भर्ब 2 हो। त्यसकारण ट्यागमा डिड राख्न पर्यो। अनि यो स्टेटमेन्ट पोजिटिभ भएको हुनाले एन्टी लगाएर डिडन्ट बनाउनु पर्यो। अब हामीलाई चाहियो प्रोनाउन। राम भन्ने नाउनको प्रोनाउन हुन्छ ही। यसरी राम प्लेड फुटबलको ट्याग क्वेसन डिडन्ट ही हुन्छ। अनि यहाँनिर एउटा
स्पेसल केस छ आइएम। यदि आइएम आयो भने त्यसको ट्याग क्वेसन चाहिँ आरन्ट आई हुन्छ। आइएम आएर पोजिटिभ आयो भने त्यसको ट्याग क्वेसन चाहिँ आरन्ट आई हुन्छ। जस्तै यहाँ हेर्नुहोस् त उदाहरणमा आइएम लेटको ट्याग क्वेसन चाहिँ आरन्ट आई भएको छ। यसको ट्याग क्वेसन तपाईँहरूले झुकेर एमन्ट आई नलेख्नुहोला। तर आइएम नट भनेर नेगेटिभमा आयो भने त्यसको ट्याग क्वेसन चाहिँ एमआई नै हुन्छ फेरि है। तपाईँहरूले झुकेर फेरि त्यसको फेरि आरआई नबनाउनु होला। यसको मतलब आइएम भनेर आयो भने आरन्ट आई हुने भयो, अनि आइएम नट भनेर आयो भने चाहिँ त्यसको ट्याग क्वेसन एमआई हुने भयो। यहाँ उदाहरणमा पनि देख्न सक्नुहुन्छ आइएम योर फ्रेन्डको चाहिँ आरन्ट आई, आइएम नट योर फ्रेन्डको चाहिँ एमआई हुन्छ। ल यहाँ मैले तपाईँहरूलाई प्र्याक्टिसको लागि केही क्वेसनहरू छोडेको छु। यसको एन्सर के हुन्छ, यसको ट्याग क्वेसन के हुन्छ कमेन्ट गर्नुहोला। थ्याङ्क यू सो मच फर वाचिङ। फलो इङ्ग्लिस विथ रेशम सर EWRS फर मोर भिडियोज। ह्याभ टु, ह्याज टु, ह्याड टु जस्ता भर्ब आयो भने यसको ट्याग कसरी बनाउने? यदि यस्ता खालका भर्बहरू, यस्ता खालका ओडहरू आयो भने मेन भर्ब आउँदा लगाइने रुल नै प्रयोग गर्नुपर्ने हुन्छ। यो ह्याभ टु, ह्याज टु र ह्याड टुको अर्थ गर्नुपर्छ अथवा गर्नु छ, गर्नु पर्यो भन्ने हुन्छ। त्यस कारणले गर्दा यसले मेन भर्बको रूपमा काम गर्छ। कहिलेकाहीँ हामी यहाँनिर ह्याभ, ह्याज, ह्याड देखेको हुनाले एक्जुलरी भर्ब हो कि भनेर एक्जुलरी भर्बको नियम प्रयोग गरेर गरायौँ भने, ट्याग क्वेसन गरायौँ भने त्यो गलत हुन्छ। यसको लागि चाहिँ हामी मेन भर्बकै नियम प्रयोग गर्नुपर्ने हुन्छ। अब उदाहरण हेरौँ। आई ह्याभ टु वर्क हार्ड। ह्याभ टु भनेको भर्ब 1 हो, त्यस कारणले डोन्ट आई। ही ह्याज टु वर्क हार्ड। ह्याज टु भनेको भर्ब 5 हो, त्यस कारणले डजन्ट ही। अनि अर्को सी ह्याड टु वर्क हार्ड। ह्याड टु भनेको भर्ब 2 हो, त्यसैले यसको ट्याग क्वेसन डिडन्ट सी हुन्छ। अब सब्जेक्ट पछाडि एपोस्ट्रोफी कमा एस आउँदा त्यसको अर्थ के हुन्छ र त्यस्ता सेन्टेन्सहरूको ट्याग क्वेसन कसरी बनाउने भन्ने सिकौँ। सब्जेक्ट पछाडि एपोस्ट्रोफी कमा लगाएर एस अनि त्यस पछाडि भर्ब 4 आयो भने त्यो एपोस्ट्रोफी एसको अर्थ इज भन्ने हुन्छ। अनि सब्जेक्ट पछाडि एपोस्ट्रोफी कमा लगाएर एस अनि त्यस पछाडि भर्ब 3 आयो भने त्यो एपोस्ट्रोफी एसको अर्थ ह्याज भन्ने हुन्छ। अब उदाहरण हेरौँ, इक्जाम्पलहरू हेरौँ। राम्स कमिङ। राम छ, एपोस्ट्रोफी कमा छ अनि एस लागेछ अनि पछाडि कमिङ छ। कमिङ भनेको भर्ब 4 हैन। एपोस्ट्रोफी एस पछाडि भर्ब 4 भएको हुनाले त्यो एपोस्ट्रोफी एसको अर्थ चाहिँ इज भयो। त्यस कारणले यसको ट्याग क्वेसन इजन्ट ही भयो। अनि दोस्रो उदाहरणमा, दोस्रो इक्जाम्पलमा राम्स भिजिटेड पोखरा भन्ने छ। यहाँ एपोस्ट्रोफी एस पछाडि भर्ब 3 लागेको छ, त्यस कारणले त्यो एपोस्ट्रोफीको अर्थ चाहिँ ह्याज भन्ने हुन्छ। त्यस कारणले त्यसको ट्याग क्वेसन ह्याजन्ट ही। अब अर्को कुरा पनि सिकौँ। सब्जेक्ट पछाडि एपोस्ट्रोफी कमा लगाएर डी आउँदा त्यसको अर्थ के हुन्छ र यस्तो खालको सेन्टेन्सहरूको ट्याग क्वेसन कसरी बनाउने भनेर सिकौँ। यदि सब्जेक्ट पछाडि एपोस्ट्रोफी डी लागेर बेटर आयो भने त्यसको अर्थ हुन्छ ह्याड बेटर। यसको मतलब त्यो डीको एपोस्ट्रोफी डीको अर्थ ह्याड भन्ने भयो। अनि सब्जेक्ट पछाडि एपोस्ट्रोफी कमा लगाएर डी अनि त्यस पछाडि र्यादर आयो भने त्यसको अर्थ चाहिँ वुड भन्ने हुन्छ। यसको मतलब
एपोस्ट्रोफी डी पछाडि बेटर आयो भने ह्याड बेटर, अनि एपोस्ट्रोफी डी पछाडि र्यादर आयो भने वुड र्यादर भन्ने हुन्छ। अब इक्जाम्पल हेरौँ। युड बेटर स्टडी हार्ड। यहाँ बेटर भनेपछि त्यो एपोस्ट्रोफी डीको अर्थ के भयो त? ह्याड भयो। त्यस कारणले यसको ट्याग क्वेसन ह्याडन्ट यु भयो। अनि दोस्रो इक्जाम्पलमा आइड र्यादर स्टे एट होम। यहाँनिर चाहिँ र्यादर आछ। अब र्यादर आयो भने के हुन्छ त? यो चाहिँ वुड हो भन्ने हुन्छ। त्यस कारणले यसको ट्याग क्वेसन के भयो त? वुडन्ट आई भयो। यहाँ स्क्रिनमा देख्नुभएको टेबल सब्जेक्ट चेन्ज टेबल हो। हामीलाई थाहा छ ट्याग क्वेसन बनाउँदा सब्जेक्टलाई प्रोनाउनमा चेन्ज गर्नुपर्ने हुन्छ। यो टेबल कुन सब्जेक्ट आउँदा त्यसको प्रोनाउन के हुने भन्ने कुराको टेबल हो। नम्बर 1 मा छ समथिङ, नथिङ, दिस, द्याट, एनिथिङ, एभ्रिथिङ। यदि स्टेटमेन्टमा यी सब्जेक्टहरू आयो भने यसको प्रोनाउन इट हुन्छ। फर इक्जाम्पल, दिस इज अ पेन, इजन्ट इट? द्याट वाज इजी, वाजन्ट इट? समथिङ इज रङ, इजन्ट इट? एभ्रिथिङ इज रेडी, इजन्ट इट? नथिङ ह्यापन्ड, डिड इट? एनिथिङ क्यान ह्यापन, क्यान्ट इट? नम्बर 2 मा छ नोबडी, समबडी, एनीबडी, एभ्रिबडी, नो वान, समवान, एनीवान, एभ्रिवान, सम, नन, दिज, दोज। यदि यी वर्डहरू सब्जेक्टको रूपमा आयो भने ट्याग क्वेसन बनाउँदा त्यसको प्रोनाउन दे हुन्छ। फर इक्जाम्पल, समबडी कल्ड यु, डिडन्ट दे? अनि अर्को दोस्रोमा छ समवन इज वेटिङ आउटसाइड, आरन्ट दे? यसको स्टेटमेन्टमा इज छ एक्जुलरी भर्ब, तर पनि ट्याग क्वेसन बनाउँदा आर बनाइएको छ। किनभने समवन सब्जेक्ट भयो, त्यसको प्रोनाउन बनाउँदा दे बनाउनु पर्ने हुन्छ। देले त जहिले पनि आर नै लिन्छ, त्यही भएर आरन्ट दे बनाउनु पर्ने हुन्छ। तपाईँहरूले झुकिएर इजन्ट दे बनाउनु हुँदैन। अनि अर्को इक्जाम्पल छ एनीबडी क्यान डु इट, क्यान्ट दे? एभ्रिबडी लाइक्स म्युजिक, डोन्ट दे? नोबडी केम यस्टरडे, डिड दे? यसमा चाहिँ कसरी डिड दे मात्रै भयो, डिडन्ट दे किन भएन भनेर भन्नुहोला। यो नोबडीले चाहिँ नेगेटिभ जनाउँछ, त्यस कारणले। अर्को पनि त्यस्तै खालको इक्जाम्पल छ नो वान हेल्प्ड हिम, डिड दे? एभ्री वान वाज ह्याप्पी, वेरन्ट दे? दिज आर योर बुक्स, आरन्ट दे? दोज वेयर एक्सपेन्सिभ, वेरन्ट दे? नम्बर 3 मा छ देयर। यदि सब्जेक्ट नै देयर छ भने ट्यागमा पनि देयर नै आउँछ। फर इक्जाम्पल, देयर इज अ क्याट इन द रुम, इजन्ट देयर? देयर वेयर मेनी स्टुडेन्ट्स, वेरन्ट देयर? देयर विल बी अ मिटिङ टुमोरो, वन्ट देयर? नम्बर 4 मा छ वान। यदि स्टेटमेन्टमा सब्जेक्टको रूपमा वान आएको छ भने ट्यागमा पनि वान नै हुन्छ। फर इक्जाम्पल, वान सुड ओबे द ल, सुडन्ट वान? वान मस्ट वर्क हार्ड, मस्टन्ट वान? नम्बर 5 मा छ राम बराबर हि। यसको मतलब स्टेटमेन्टमा सब्जेक्टको रूपमा कुनै पुरुषको नाम आयो भने ट्याग क्वेसन बनाउँदा त्यसको प्रोनाउन हि हुन्छ। फर इक्जाम्पल, राम इज अ स्टुडेन्ट, इजन्ट हि? राम क्यान स्विम, क्यान्ट हि? राम वेन्ट टु स्कुल, डिडन्ट हि? यसै गरी जुनसुकै पुरुषको नाम आए पनि एउटा मात्र पुरुषको नाम हुनुपर्छ। फेरि त्यहाँ धेरै भयो भने चाहिँ दे हुन्छ। तर सिङ्गल कुनै पुरुषको नाम अथवा कुनै पुरुष जनाउने आयो भने चाहिँ त्यसको प्रोनाउन हि हुन्छ। जस्तै फादर, ग्रान्डफादर, ब्रदर, अ बोय,
यस्तै यस्तै आयो भने पनि त्यसको प्रोनाउन हि नै हुन्छ। नम्बर 6 मा छ सीता सी। यसको मतलब स्टेटमेन्टमा सब्जेक्टको रूपमा कुनै महिलाको नाम आयो भने ट्याग क्वेसन बनाउँदा त्यसको प्रोनाउन सी हुन्छ। फर इक्जाम्पल, सीता इज ब्युटिफुल, इजन्ट सी? सीता क्यान सिङ, क्यान्ट सी? सीता पास्ड द इक्जाम, डिडन्ट सी? यसै गरी अरू जुनसुकै महिला जनाउने नाम आएमा त्यसको प्रोनाउन सी हुन्छ, तर नाम चाहिँ सिङ्गुलर हुनुपर्छ। प्लुरल आयो भने दे नै हुन्छ। नम्बर 7 मा छ अ डग बराबर इट। यसको मतलब यदि स्टेटमेन्टमा सब्जेक्टको रूपमा अ डग आयो भने ट्याग क्वेसन बनाउँदा त्यसको प्रोनाउन इट हुन्छ। यसको मतलब कुनै एउटा जनावरको नाम आयो भने त्यसको प्रोनाउन इट हुन्छ। फर इक्जाम्पल, अ डग इज बार्किङ, इजन्ट इट? अ डग क्यान रन फास्ट, क्यान्ट इट? यसै गरी अरू जुनसुकै जनावरको नाम आए पनि त्यसको प्रोनाउन इट हुन्छ, तर जनावरको नाम चाहिँ सिङ्गुलरमा हुनुपर्छ। त्यहाँ धेरै जनावरको नाम आयो भने, धेरै जनाउने आयो भने चाहिँ त्यसको प्रोनाउन दे हुन्छ। जस्तै काउज, डग्स, बफेलोज यस्तो आयो भने तिनीहरूको प्रोनाउन दे हुन्छ। नम्बर 8 मा छ अ बुक बराबर इट। यसको मतलब हो स्टेटमेन्टमा सब्जेक्टको रूपमा कुनै वस्तुको नाम आयो भने त्यसको प्रोनाउन इट हुन्छ। अ बुक बराबर इट। फर इक्जाम्पल, अ बुक इज अन द टेबल, इजन्ट इट? द बुक बिलोङ्स टु मी, डजन्ट इट? यसै गरी अरू जुनसुकै वस्तुको नाम आएमा त्यसको प्रोनाउन इट हुन्छ, तर वस्तुको नाम चाहिँ सिङ्गुलर एउटा मात्रै जनाउने हुनुपर्छ। प्लुरल भयो भने अथवा बहुवचन भयो भने चाहिँ त्यसको प्रोनाउन दे हुन्छ। बुक्स, टेबल्स यस्तो आयो भने चाहिँ तिनीहरूको प्रोनाउन दे राख्नुपर्छ। नम्बर 9 मा छ अल प्लस सिङ्गुलर भर्ब बराबर इट। यसको मतलब यदि स्टेटमेन्टमा अल प्लस सिङ्गुलर भर्ब छ भने ट्याग क्वेसन बनाउँदा त्यसको प्रोनाउन इट हुन्छ। फर इक्जाम्पल, अल इज वेल, इजन्ट इट? अल ह्याज बिन कम्प्लिटेड, ह्याजन्ट इट? नम्बर 10 मा छ अल प्लस प्लुरल भर्ब बराबर दे। यसको मतलब यदि स्टेटमेन्टमा अल प्लस प्लुरल भर्ब छ भने ट्याग क्वेसन बनाउँदा त्यसको प्रोनाउन दे हुन्छ। फर इक्जाम्पल, अल आर प्रेजेन्ट, आरन्ट दे? अल ह्याभ अराइभ्ड, ह्याभन्ट दे? नम्बर 11 मा छ आई एन्ड यु बराबर वी। यसको मतलब यदि स्टेटमेन्टमा आफूलाई समेटेर अरू कुनै एकजना अथवा एकजनाभन्दा बढी मान्छेहरूको नाम आयो भने ट्याग क्वेसन बनाउँदा त्यसको प्रोनाउन वी हुन्छ। फर इक्जाम्पल, यु एन्ड आई आर फ्रेन्ड्स, आरन्ट वी? यु एन्ड आई क्यान डु इट, क्यान्ट वी? नम्बर 12 आई, राम एन्ड हरि बराबर वी। यो पनि अघिको नम्बर 11 कै जस्तै इक्जाम्पल हो। तपाईँहरू यो इक्जाम्पलहरू हेरेर मजाले बुझ्न सक्नुहुनेछ। नम्बर 13 मा छ राम, श्याम एन्ड हरि बराबर दे। यसको मतलब यदि स्टेटमेन्टमा दुई वा दुईभन्दा बढी मान्छेहरूको नाम आयो भने त्यसको प्रोनाउन ट्याग क्वेसन बनाउँदा दे हुन्छ, किनभने दुई वा दुईभन्दा बढी मान्छेहरूको नाम आयो भने त्यो प्लुरल नाउन हुन्छ, त्यसै कारणले गर्दा प्रोनाउन दे हुन्छ। फर इक्जाम्पल, राम, श्याम एन्ड हरि आर प्लेइङ, आरन्ट दे? राम, श्याम एन्ड हरि वेन्ट होम, डिडन्ट दे? अब हामी
इम्पेरेटिभ सेन्टेन्सको ट्याग क्वेसन बनाउन सिक्नेछौँ। सबैभन्दा पहिले बुझौँ कि इम्पेरेटिभ सेन्टेन्स भनेको आदेश जनाउने वा निर्देशन जनाउने वाक्य हो। यी वाक्यहरू भर्ब वानबाट सुरु हुन्छ, लेटबाट सुरु हुन्छ अनि लेट्सबाट सुरु हुन्छ। फर इक्जाम्पल, ओपन द विन्डो भर्ब वानबाट सुरु भएको छ। लेट देम गो लेटबाट सुरु भएको छ। लेट्स प्ले फुटबल लेट्सबाट सुरु भएको छ। यी सबै इम्पेरेटिभ सेन्टेन्सहरू हुन्। अब हामी यस्तै खालका इम्पेरेटिभ सेन्टेन्सहरूको ट्याग क्वेसन बनाउन सिक्नेछौँ। रुल नम्बर 1, यदि वाक्य लेट्सबाट सुरु भएको छ भने त्यसको ट्याग क्वेसन स्याल वी हुन्छ। फर इक्जाम्पल, लेट्स प्ले अ गेम स्याल वी। लेट्स गो फर अ वाक स्याल वी। अर्को कुरा पनि सम्झिराखौँ, लेट्सबाट सुरु भएको वाक्य पोजिटिभ भए पनि नेगेटिभ भए पनि त्यसको ट्याग क्वेसन स्याल वी नै हुन्छ। यदि लेट्स प्ले अ गेमको ठाउँमा लेट्स नट प्ले अ गेम भएको भए पनि त्यसको ट्याग क्वेसन स्याल वी नै हुन्छ। रुल नम्बर 2, लेट्स बाहेकका सबै इम्पेरेटिभ सेन्टेन्समा विल यु प्रयोग हुन्छ। लेट्स बाहेकका भन्नाले भर्ब वानबाट सुरु भएको वाक्य र लेटबाट सुरु भएको वाक्यमा विल यु हुन्छ। फर इक्जाम्पल, ओपन द विन्डो विल यु। राइट योर होमवर्क विल यु। डोन्ट टक इन द क्लास विल यु। लेट देम गो विल यु। नझुक्किनुहोला लेटबाट वाक्य सुरु भएको छ भने विल यु हुन्छ भने लेट्सबाट सुरु भएको छ भने स्याल वी हुन्छ। र यसमा पनि एउटा कुरा ध्यान दिनुहोस्, वाक्य पोजिटिभ होस् वा नेगेटिभ त्यसको ट्याग क्वेसन विल यु नै हुन्छ। फर इक्जाम्पल, हेल्प मी विल यु। डोन्ट हेल्प हिम विल यु। अब लास्टमा यति सम्झिनुहोस् कि लेट्सबाट सुरु भयो भने स्याल वी, अदर इम्पेरेटिभमा चाहिँ विल यु। अदर इम्पेरेटिभ भनेको भर्ब वानबाट सुरु भएको वाक्य र लेटबाट सुरु भएको वाक्य। 2 or more क्लजेस भएको सेन्टेन्समा ट्याग क्वेसन कसरी बनाउने? अब हामी ट्याग क्वेसनको एउटा महत्त्वपूर्ण नियम सिक्नेछौँ। इफ द सेन्टेन्स कन्टेन्स 2 or more than 2 clauses, use the tag for the main clause। अर्थात् एउटा वाक्यमा 2 वा 2 भन्दा बढी क्लजेस छन् भने ट्याग क्वेसन मेन क्लज अनुसार बनाइन्छ, सब अर्डिनेट क्लज अनुसार होइन। मेन क्लज र सब अर्डिनेट क्लज भनेको के हो? मेन क्लज भनेको आफैमा पूर्ण अर्थ दिने क्लज अर्थात् उपवाक्य, अनि सब अर्डिनेट क्लज भनेको मेन क्लजमा निर्भर हुने क्लज अथवा उपवाक्य। अब इक्जाम्पल हेरौँ। ही सेज द्याट ही इज अनेस्ट। यहाँ मेन क्लज ही सेज हो भने सब अर्डिनेट क्लज द्याट ही इज अनेस्ट। त्यसैले ट्याग क्वेसन मेन क्लज अनुसार बनाउँछौँ। ही सेज द्याट हरि इज अनेस्ट डजन्ट ही। अब इक्जाम्पलहरू क्रमशः हेर्दै जाउँ। इक्जाम्पल नम्बर 1मा छ, राम थिङ्क्स द्याट ही इज इन्टेलिजेन्ट। यसमा मेन क्लज राम थिङ्क्स हो अनि यसको ट्याग क्वेसन डजन्ट ही हुन्छ। अनि अर्को उदाहरण हेरौँ। इक्जाम्पल नम्बर 2मा, सी बिलिभ्स द्याट द स्टोरी इज ट्रु। यसको मेन क्लज सी बिलिभ्स, त्यसकारण यसको ट्याग क्वेसन डजन्ट सी भयो। अनि इक्जाम्पल नम्बर 3मा, दे न्यू द्याट द इक्जाम वुड बी डिफिकल्ट। यसको मेन क्लज दे न्यू भयो, त्यसकारण यसको ट्याग क्वेसन डिडन्ट दे भयो। यहाँ तपाईँहरूको लागि एउटा स्पेसल नोट छ।
आई थिङ्क, आई बिलिभ, आई सपोज, आई गेस जस्ता एक्सप्रेसन आएमा कहिलेकाहीँ पछाडिको क्लज अनुसार पनि बनाउन सकिन्छ। फर इक्जाम्पल, आई थिङ्क हि इज अनेस्ट। यसमा आई थिङ्क मेन क्लज भयो, हि इज अनेस्ट सब अर्डिनेट क्लज भयो। हामी यसमा चाहिँ सब अर्डिनेट क्लज अनुसार पनि ट्याग क्वेसन बनाउन सक्छौँ। यसरी आई थिङ्क हि इज अनेस्टको ट्याग क्वेसन इजन्ट हि पनि बनाउन सकिन्छ। अनि अर्को छ आई सपोज यु आर हङ्ग्री। यसको ट्याग क्वेसन आरन्ट यु पनि बनाउन सकिन्छ। तर सामान्य परीक्षामा सोधिने नियम भनेको चाहिँ मेन क्लज अनुसार ट्याग क्वेसन बनाउने। अब क्विक रिभिजन गरौँ एट लास्ट। सेन्टेन्समा एकभन्दा बढी क्लजेस छन् भने मेन क्लज खोज्नुहोस् अनि ट्याग क्वेसन मेन क्लज अनुसार बनाउनुहोस्। मैले यहाँ तपाईँहरूलाई प्र्याक्टिसको लागि केही क्वेसनहरू छोडेको छु। यो सबैको तपाईँले ट्याग क्वेसनहरू बनाएर कमेन्ट गर्नुहोला अनि पछि म यसको उत्तर पनि दिनेछु। थ्याङ्क यू सो मच फर वाचिङ भिडियो। फलो English with Resam Sir, EWRS for more videos.